AI data center space. नेपालको अर्को मेजर इन्कम सोर्स हुन सक्ने कुरा चाहिँ डाटा सेन्टर्स एन्ड एआई इकोनोमी हो। अहिले वर्ल्डमा फास्टेस्ट ग्रोइङ इन्डस्ट्री हामीले हेऱ्यौँ भने त्यो ओइल त्यो गाडीहरू है, त्यो चाहिँ डाटा हो। अहिले गुगल, मेटा अनि एडब्ल्युएसहरू जस्तो ठुल्ठुलो कम्पनीहरूले ह्युज डाटा म्यानेज गर्नुपर्ने, ह्यान्डल गर्नुपर्ने कुरा एकदमै छ। यो डाटा सेन्टर बनाउनलाई क्लिन वाटरको सोर्स चाहिन्छ। किन भन्नुपर्दा सर्भरले चाहिँ एकदम एक्सट्रिम हिट जेनेरेट गरिरहेको हुन्छ। एक्सट्रिम हिटलाई चाहिँ एउटा कुलिङ गरेर राख्नु पर्ने हुन्छ। वाटर कुलिङ चाहिन्छ, चिल्ड एयर चाहिन्छ, अनि सँगसँगै इमर्सन कुलिङ पनि चाहिन्छ, जुन चाहिँ हाम्रो नेपाल जस्तो देशको लागि एउटा माउन्टेन क्लाइमेट प्लस हाइड्रो पावर एस्पेक्टबाट चाहिँ एकदमै आइडियल कन्डिसन हुन जान्छ। नेपालले अब आफ्नो 5000 मेगावाटसम्मको इलेक्ट्रिसिटी जुन हाइड्रो पावरबाट डिरेक्टली प्रड्युस हुन्छ, त्यो इलेक्ट्रिसिटीलाई एउटा डाटा सेन्टर बिल्ड गर्नमा युज गर्यो भने चाहिँ अराउन्ड $5 बिलियन एनुअल्ली रेभेन्यू जेनेरेट गर्न सकिने रहेछ है। 5000 मेगावाट इलेक्ट्रिसिटीबाट डाटा सेन्टर बनाउनको लागि अराउन्ड $20 बिलियन जस्तो चाहिँ खर्च हुन्छ। त्यसलाई पनि 8 इयर्स अफ जस्तो टाइम चाहिँ लाग्छ, बट दिस इज वान टाइम इन्भेस्टमेन्ट अनि यसले हामीलाई धेरै पछिसम्म चाहिँ पैसा दिइरहेको हुन्छ। सो यस्तो कुराहरूमा इन्भेस्ट गर्नुपर्छ जस्तो लाग्छ हामी नेपाल जस्तो एउटा वाटर रिसोर्समा एकदम रिच भएको कन्ट्रीले।